तथ्याङ्क अर्थात् स्ट्याटिस्टिक्स कहिलेकाहीँ अलि जटिल लाग्न सक्छ, होइन त? तर यसमा सबैभन्दा सामान्य देखिने प्रश्नहरूले नै सबैभन्दा रमाइलो रहस्य लुकाएका हुन्छन्। आउनुहोस् आज एउटा यस्तै तथ्याङ्कीय पहेलीलाई सँगै मिलेर हल गरौँ। ल सुरु गरौँ है त। कल्पना गरौँ कि हामी तथ्याङ्कीय जासुस हौं र हाम्रो आजको केस हो 50 जना विद्यार्थीको लामो लाइनमा ठ्याक्कै बीचमा पर्ने विद्यार्थी को हो भनेर पत्ता लगाउनु। हाम्रो निशाना त्यो एक विद्यार्थी हो जसले पूरै समूहलाई 2 बराबर हिस्सामा बाँड्छ। हरेक राम्रो अनुसन्धान सुरु हुन्छ केस फाइलबाट। हाम्रो यो केसमा त्यो फाइल भनेको विद्यार्थीहरूले परीक्षामा ल्याएको अङ्क हो। हामीले खोजिरहेको जवाफ यही अङ्कहरूको भित्र कतै लुकेको छ। हाम्रो अनुसन्धानको मुख्य प्रमाण यही तालिका हो। यसले हामीलाई कुन अङ्कको दायरामा कतिजना विद्यार्थीहरू छन् भनेर देखाउँछ। अहिलेलाई यो अङ्कहरूको थुप्रो मात्र देखिन्छ, तर हाम्रो मध्य विद्यार्थीलाई खोज्ने एकमात्र सुराग यही नै हो। एउटा अव्वल जासुसले प्रमाणहरूलाई जथाभावी हेर्दैन, पहिले त्यसलाई व्यवस्थित गर्छ। हामी पनि ठ्याक्कै त्यही गर्नेछौँ। तथ्याङ्कलाई सही तरिकाले मिलाएपछि मात्र हामीले घटनाको पूरा चित्र देख्न सक्छौं र हाम्रो लक्ष्यको नजिक पुग्न सक्छौं। र हाम्रो अनुसन्धानको पहिलो महत्त्वपूर्ण तथ्य फेला पर्यो। कक्षामा जम्मा विद्यार्थी संख्या, जसलाई तथ्याङ्कको भाषामा n भनिन्छ, 50 रहेछ। यो सानो तर महत्त्वपूर्ण जानकारीले हाम्रो पूरै अनुसन्धानलाई बाटो देखाउनेछ। अब हाम्रो जासुसी किटमा एउटा नयाँ र शक्तिशाली औजार थपौं, सञ्चित बारम्बारता अर्थात् क्युमुलेटिभ फ्रिक्वेन्सी। यो आखिर हो के? सजिलो छ। सोच्नुहोस् त, हामीले विद्यार्थीहरूलाई उनीहरूको अङ्क अनुसार एक गर्दै लाइनमा उभ्याइरहेका छौं। सञ्चित बारम्बारताले हामीलाई हरेक अङ्क समूहको अन्त्यमा लाइनमा जम्मा कतिजना पुगिसके भनेर बताउँछ। यो हाम्रो अनुसन्धानको प्रगति नाप्ने तरिका हो। ल हेर्नुस्, हाम्रो केस फाइल अपडेट भयो। यो नयाँ सञ्चित बारम्बारताको स्तम्भले हाम्रो तथ्याङ्कलाई हेर्ने नजरै बदलिदिएको छ। अब हामी रहस्य समाधानको धेरै नजिक पुगिसकेका छौं। ल, हाम्रा सबै सुरागहरू अब व्यवस्थित भइसके। तयारीको काम सकियो। अब समय आएको छ हाम्रो केसको पहिलो ठूलो सफलता हासिल गर्ने। हामी अब त्यो क्षेत्र पत्ता लगाउन तयार छौं जहाँ हाम्रो मध्य विद्यार्थी लुकेर बसेको छ। त्यसो भए 50 जना विद्यार्थीको लाइनमा बीचको मान्छे कहाँ होला? हिसाब एकदमै सरल छ। n लाई 2 ले भाग गर्ने, अर्थात् 50 भाग 2 भयो 25। हाम्रो लक्ष्य हो लाइनमा रहेको 25 औं विद्यार्थी। अब हाम्रो मिशन एकदमै स्पष्ट छ। त्यो 25 औं विद्यार्थी कुन चाहिँ अङ्क समूहमा पर्छ त्यो पत्ता लगाउनु। र यो रह्यो हाम्रो ठूलो सफलता। सञ्चित बारम्बारता स्तम्भलाई ध्यान दिएर हेरौँ त। 20 अङ्कभन्दा कम ल्याउने जम्मा 13 जना विद्यार्थी मात्र लाइनमा छन्। यसको मतलब के भयो? हाम्रो लक्ष्य त्यो 25 औं विद्यार्थी त अवश्य पनि अर्को समूह, अर्थात् 20 देखि 30 को अङ्क समूहमा पर्छ। ल, हामीले उसको क्षेत्र पत्ता लगायौं। तथ्याङ्कको भाषामा यसैलाई मिडियन क्लास भनिन्छ। ठिक छ, हामीले क्षेत्र त पत्ता लगायौं, तर हामीलाई त ठ्याक्कै अङ्क चाहिएको छ, होइन र? त्यसको लागि हामीलाई एउटा विशेष औजार चाहिन्छ, एउटा मास्टर की जस्तै, जुन एउटा सूत्रको रूपमा छ। यही सूत्रले हामीलाई त्यो क्षेत्रभित्रको सही बिन्दुमा पुर्याउनेछ। यो हो हाम्रो मास्टर की। पहिलो नजरमा यो अलि तर्साउने खालको देखिन सक्छ। थुप्रै अक्षर र चिन्हहरू छन्, तर चिन्ता नलिनुहोस्, हामी यसको प्रत्येक भागलाई एक गर्दै केलाउनेछौं अनि यो कति सजिलो रहेछ भन्ने थाहा भइहाल्छ। ल, यो मास्टर कीको हरेक हिस्सा बुझौं। सबैभन्दा पहिले L। यसको मतलब हो हाम्रो मिडियन क्लासको तल्लो सिमाना वा लोअर बाउन्ड्री। हाम्रो मिडियन क्लास 20-30 हो भनेपछि यसको तल्लो सिमाना भयो 20। कति सजिलो। अब पालो CF को। यहाँनिर अलिकति ध्यान दिनुपर्छ है। यो भनेको मिडियन क्लासभन्दा ठिक अघिल्लो क्लासको सञ्चित बारम्बारता हो। यसले हामीलाई के बताउँछ भने हाम्रो लक्ष्य भएको क्षेत्रमा प्रवेश गर्नु अघि लाइनमा कतिजना, अर्थात् 13 जना जम्मा भइसकेका थिए। त्यसपछि आउँछ F। यो भनेको हाम्रो मिडियन क्लासभित्र वास्तवमा कतिजना छन् भन्ने सङ्ख्या हो। हाम्रो केसमा त्यो सङ्ख्या 12 छ। र अन्त्यमा H, अर्थात् क्लासको चौडाइ। हाम्रो क्षेत्र कति फराकिलो छ त? यो 20 देखि 30 सम्म फैलिएको छ भनेपछि यसको चौडाइ भयो 10। भयो त।
अब हामीसँग सबै टुक्राहरू तयार छन्। हाम्रो मास्टर कीको हरेक भाग अब छर्लङ्ग भयो। अब समय आएको छ यी सबै टुक्राहरूलाई एकसाथ जोडेर यो रहस्यलाई सदाको लागि समाधान गर्ने। ल अब सबै सुरागहरूलाई सूत्रमा ठिक ठाउँमा राखौं। एलको ठाउँमा 20, N/2 को ठाउँमा 25, CFको ठाउँमा 13, Fको ठाउँमा 12 र Hको ठाउँमा 10। अब अन्तिम गणनाको लागि सबै कुरा तयार छ। र सबै हिसाब किताबपछि जवाब आउँछ 30। हो, हाम्रो मध्य विद्यार्थीले ल्याएको अङ्क ठ्याक्कै 30 रहेछ। केस क्लोज्ड। हामीले यो पहेली त सुल्झायौं, तर यसले एउटा अझ गहिरो प्रश्नतर्फ डोर्याउँछ। हामीले मीन वा औसतको बारेमा पनि त सुन्छौं। त्यसो भए मिडियन निकाल्न यत्रो मेहनत किन गर्ने? के कारणले गर्दा कहिलेकाहीँ मिडियनलाई तथ्याङ्कको अझ इमान्दार वा सही प्रतिनिधित्व मानिन्छ? खैर, त्यो त अर्कै रहस्य भयो, सायद अर्को पटकको लागि।